आज फेरि म एउटा नयाँ भ्लग लिएर आएको छु गाइज हो तपाईँहरूको सामने र म चाहिँ आज भन्नुहुन्छ भने चाहिँ मेरो यो सानो यो प्यारो स्कुटीमा चाहिँ दार्जिलिङपट्टि जाँदैछु गाइज हो एक्लै सोलो राइड हन्डा डियो र अगाडि क्यामेरा पनि लगाइसकेको छ सबै सेटअपहरू भइसकेको छ फ्रेन्ड र आज भने चाहिँ म यहाँ पाक्योङबाट चाहिँ दार्जिलिङपट्टिको भ्लग हुनेछ फ्रेन्ड हो तपाईँहरूले हेर्न सक्नुहुन्छ र लामो छ बाटो एक्लै सोलो राइड ल फ्रेन्ड बाटोमा ठाउँहरू तपाईँहरूलाई म क्लिपहरू देखाउनेछु आज दार्जिलिङ बजार डल्लै आज चाहिँ हल्का एक्सप्लोर गर्नेछु गाइस म चाहिँ हल्का अलिकति नजिक जोरबङ्गलासम्म चाहिँ गएको दार्जिलिङ फर्स्ट टाइम हो र यो स्कुटी चाहिँ म आज चाहिँ टक्कै दार्जिलिङै पुऱ्याउनेछु गाइस र यहाँबाट चाहिँ म जस्ट निस्किन आँटेको सबै सेटअप भइसकिसक्यो हुन्छ भिडियोमा बनिरहनुहोस् यहाँबाट हिँड्दै गरेको सिन फ्रेन्ड र क्यामेरा पनि सबै सेटअप टक्कै मिलाइराखेर चाहिँ निस्किँदै गरेको अलिकति फ्रेन्ड यो चाहिँ एडजस्ट गर्ने बेला भएछ ओके गाइस र फ्रेन्ड म चाहिँ यहाँबाट हिँडेँ र यहाँ मौसम भन्नुहुन्छ भने चाहिँ ओभर धुम्मिरहेछ गाइस यो चाहिँ रोडाथाङ क्रस गरेपछि चाहिँ रम्फू त्यहाँदेखि रोडाथाङ बजार हो यो चाहिँ हो फ्रेन्ड ल म चाहिँ रोडाथाङ पनि क्रस गरेँ हो अब भने चाहिँ फ्रेन्ड्स रम्फू पुगेर भेट्नुपर्छ बाटो पुरा रफ छ यहाँनिर चाहिँ गाइस के हो अन्त हामीले त अन्त ट्र्यापमा पारिदियो त झन्डै ओभर पऱ्यो नि हौ गाइस हाम्रो फेरि स्कुटीको ब्याकग्यार हुनु पनि त पऱ्यो होइन हर्न बजाइदिएको गर्छ फ्युल चाहिँ फुल गर्नुपर्छ होला गाइस हो होइन तेल हालिवरी र गाइस अब चाहिँ फ्युलहरू पनि फुल भइसकेको छ हो यहाँ 249 किलोमिटर हेर्न सक्नुहुन्छ फ्युल फुल यसलाई म रेन्जमै राखिदिन्छु गाइस हो क्यामेरा अन अब भने चाहिँ लेट्स गो पार्टी गाडी आउँदो रहेछ फ्रेन्ड हो अब भने चाहिँ म चाहिँ लाग्दै ल गाइस नन स्टप टाउको दुख्छ चिसो हावामा अब फेरि हेलमेट राख्ने ठाउँ पनि छैन गाइस मैले एक्स्ट्रा स्पायर हेलमेट पनि बोकिरहेको छु है अहिले चाहिँ म यहाँनिर चाहिँ भर्खर किर्ने आइपुग्दैछु हो जाँदैछु किर्नेबाट जस्ट क्रस भएँ मल्ली आइपुगेँ गाइस म चाहिँ अहिले यहाँनिर चाहिँ यो चित्रे भन्छ उँभो गयो भने चाहिँ कालिम्पोङहरू हो म चाहिँ अहिले ओह्रालो चित्रे क्रस भएँ गाइस अब टिस्टापट्टि जाँदैछु सर्दी लाग्यो फ्रेन्ड सर्दी चाहिँ बिहानै चिसोमा हिँडेर होला हो खोकी लाग्नु थाल्दैछ फ्रेन्ड म चाहिँ अहिले टिस्टा पुल इन्टर भएँ जस्ट अझै छ आधी बाटो डल्लै छ यो चाहिँ टिस्टा बजार हो म चाहिँ जस्ट अब लेफ्ट इन्डिकेटर दिएर चाहिँ
सट्टै अब यता हो वे टु दार्जिलिङ भन्नुहुन्छ भने चाहिँ म चाहिँ जस्ट अब यहाँ इन्टर भइसकेँ गाइस। बगर हो यहाँ खोलाहरू हेर्नु सक्नुहुन्छ छेउमै छ फ्रेन्ड। पेसोक 6 किलोमिटर, तकदा 13 किलोमिटर, जोरबङ्गला 27 किलोमिटर गाइज हो। यहाँ माथि देखिराख्नु भएको छ होला बोर्डमा। म चाहिँ जस्ट यहाँ टिस्टाबाट उकालो क्रस भएर पेसोक रोड उकालो जाँदैछु। र सोलो राइड गाइज अन द वे। टाढो यही बस्दिउँ होला हौ। र गाइज जुन चाहिँ मैले त्यो मजाको टर्निङ भने नि फ्रेन्ड, म चाहिँ त्यो जस्ट इन्टर गर्दैछु ल फ्रेन्ड। यहाँ चाहिँ सट्टै यहाँबाट गयो हो। सट्टै यही टर्निङ चाहिँ अब फेरि फनक्कै घुमेर चाहिँ माथिल्लोपट्टिबाट छ ल फ्रेन्ड। ए हो नि त, त्यही मुनिबाट निस्केर त्यही माथिबाट छु म चाहिँ। यहाँ मुनि हेर्नुहुन्छ भने चाहिँ यहाँ मुनि चाहिँ रोड छ फ्रेन्ड हो, देख्दै हुनुहुन्छ होला सडकै। त्यही ऊ चाहिँ फनक्कै घुमेर आयो अन्त यहाँनिर हो जाँदैछु एक्लै सोलो राइड। एकछिन आएर बसिदिएर चाहिँ यहाँ हल्का भिडियो बनाउँदै गरेको। कोही साथी नभएकोले गर्दाखेरि चाहिँ मलाई चाहिँ एउटा हल्का भिडियो चाहिएको थियो हो। ब्रेक हराए जस्तो छ ब्रदरहरूको, पुरै हर्न बजाएर आउँदैछ त गाइस। ल म पनि लाग्दै गएँ अब यो गाइस। म चाहिँ यहाँ पेसोक टी गार्डन आइपुगेँ। पेसोक टी भन्छ यो चाहिँ, यहाँनिर हेर्न सक्नुहुन्छ पेसोक टी हेर्न सक्नुहुन्छ। ओके गाइस, हेर्ने भनिरहनुहोस् जाँदैछु गाइस। म चाहिँ यहाँनिर पेसोक आइपुगेँ जस्ट। आई लभ पेसोक। गार्लिङ स्टेडियम वे टु। भ्यूहरू चाहिँ बबाल छ, बबाल बबाल। मलाई चाहिँ यहाँनिर दार्जिलिङको चाहिँ नि होइन गाइस, यो रोड सडकै होइन, अन्त वरिपरिको भ्यूहरू, चिसो चिसो मौसम ओभर मन पर्यो गाइस हो। चाहिँ यहाँनिर पेसोक नै भन्दो रहेछ गाइस, पेसोक टी गार्डन। यो एरियाले पनि पेसोकै भन्दो रहेछ। ओभर चिसो चिसो, जति म उकालो जाँदैछु नि फ्रेन्ड त्यति चिसो 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 हुँदैछ ल यहाँनिर चाहिँ ल। म चाहिँ यो मेरो सानो स्कुटी हन्डा डियोको होइन, न्यू मोडल BS6 एच स्मार्ट। यो चाहिँ दामी, अहिलेसम्म चाहिँ मलाई धोका दिएको छैन। त्यस्तै 5-6 महिना हुँदैछ होइन, नयाँ स्कुटी हो हुनु चाहिँ। दामी कुदिन्छ गाइस। माइलेज भन्नुहुन्छ भने चाहिँ दामी। रम्फूदेखि म यहाँ पेसोक कटिसकेँ, फ्युल फुल थियो, अझै पनि फुलको फुलै छ, एक स्टिक पनि घटेको छैन गाइस। मजाको छ स्कुटीको जुन चाहिँ यसको फिचर, अब जुन चाहिँ रनिङ दामी छ, ब्रेकिङ पावर, कन्ट्रोलिङ ओभर दामी छ। स्पिड 80-85 मा पनि यो हल्का यो बब्लिङ गर्ने ओर्ने सिन चाहिँ केही छैन हो, मजाको छ। टिभीएस यो एन्टकहरूलाई चाहिँ हल्का टक्कर चाहिँ दिन्छ गाइस ल यो स्कुटीले। माइलेज भन्नुहुन्छ भने चाहिँ 48 किलोमिटर पर लिटर छ गाइस यो स्कुटीको। हल्का स्कुटीको नि एड दिइहालेको, तक्दा त्यता रहेछ यता हो। यहाँ गाइस म चाहिँ अहिले लामाहट्टा आइपुगेँ। यहाँ माथि बोर्डमा हेर्न सक्नुहुन्छ लामाहट्टा। जस्ट यहाँनिर इन्टर भएँ हो लामाहट्टा। त्यहाँदेखि चाहिँ अझै माथि चाहिँ तक्दा भन्छ होला जस्तो लाग्यो फ्रेन्ड। त्यो मस्त मस्त बनाउँछ त फ्रेन्ड। जोरबङ्गला 14 किलोमिटर। र यहाँनिर यो जुन चाहिँ दार्जिलिङको चाहिँ नि गाइस, यो ठाउँ ठाउँ जग्गा जग्गामा माइल स्टोनहरू राखिदिएको रहेछ हो। सजिलो कति किलोमिटर छ कति के छ होइन, हेर्न सजिलो हामीलाई। दामी रहेछ यहाँको भ्यूहरू। यहाँ माथि हेर्नु न गाइस, फरेस्ट ओभर दामी, धुप्पी नै धुप्पी हो, मजाको चिसो चिसो जग्गा। दिस रोड इज मेन्टेन्स बाई PWD गभर्मेन्ट अफ वेस्ट बेङ्गाल। हेभी एम्बुलेन्सहरू के आउँदैछ हो। यो रोडमा चाहिँ बम्पर भन्नुहुन्छ भने चाहिँ खतरा छ, ओभर जोगेर हिँड्नुपर्छ हो। के भएको चिसोले गर्दा फ्रेन्ड यो स्टप होला जस्तो हुँदैछ त हौ स्कुटी त हौ।
भुटभुट गर्दैछ त यो चाहिँ के भन्दो रहेछ गाइस यो ठाउँलाई भने नि 6 माइल भन्दो रहेछ 6 माइल बजार रहेछ यो हो 5 किलोमिटर सिधै रहेछ देखो भ्यूहरू चाहिँ हेर्नुहोस् न गाइस फोर दामी छ जाँदैछु जोडबङ्गला पुग्न आँटे त्यो चाहिँ टक्कै जोडबङ्गला हो ओह्रालो रङ्गुलपट्टि जान आँटेको म चाहिँ अहिले भन्नुहुन्छ भने चाहिँ म जोडबङ्गला इन्टर गरेँ यो चाहिँ जोडबङ्गला हो यो फ्रेन्ड म चाहिँ सट्टै त्यहाँदेखि चाहिँ ओह्रालो जानुपर्ने छ यहाँदेखि सट्टै ओह्रालो हो हुन्छ जोडबङ्गलामा क्रस गरेर चाहिँ अहिले गाइस यो चाहिँ रङ्गुल ओह्रालो रङ्गुल जाने बाटो हो रङ्गुलपट्टि जाँदैछु र यो साइडको यो जुन चाहिँ यो हेर्न सक्नुहुँदैछ यो चाहिँ सबै ट्रेनको लिक हो गाइस यो दार्जिलिङको जुन चाहिँ यो ट्रेन छ सानो मिनी ट्रेन हो त्यो हिँड्ने बाटो हो अहिले यो उयसमा सिनमा चाहिँ ट्रेन पनि आइदिएको छ रमाइलो देख्थ्यो होला फ्रेन्ड हो अब कति बजी हिँड्छ यो चाहिँ मलाई थाहा भएन टाइम चाहिँ टुरिस्टहरू हिँड्ने मात्रै हो यो चाहिँ सिलगढीबाट हुँदै हुँदै यता पनि आउँछ त्यहाँबाट दार्जिलिङ पर कता घुम पर स्टेसन त्यहाँसम्म जान्छ अरे भनेको मैले सुनेको थिएँ यो चाहिँ जति यो देख्दै हुन्छ यो चाहिँ ट्रेनको लिक हो सोनाडा 8 किलोमिटर खरसाङ 24 किलोमिटर सिलगढी 68 किलोमिटर गाइस यहाँदेखि सिलगढी चाहिँ 68 किलोमिटर रहेछ अझै पर्नु थाल्यो त गाइज यो अब विन्टरको चाहिँ अब विन्टर र समरको चाहिँ लास्ट पानी भन्दा नि हुन्छ हो समर र विन्टर चाहिँ अब छुट्टिन आँटेको होला हो गाइज म चाहिँ यहाँनिर आइपुगेँ सानो ट्राफिक यहाँ चाहिँ निकै जाम लागिहाल्दो रहेछ एकैछिनमा हो यता चाहिँ म फेरि फर्स्ट जोडबङ्गलासम्म चाहिँ अस्ति एकखेप आएको थिएँ भनेर मैले भनिसकेको छु गाइस र यहाँ दार्जिलिङबाट चाहिँ यो रोड चाहिँ म फर्स्ट जाँदैछु फर्स्ट टाइम रेलवे स्टेसन हो गाइस यो चाहिँ घुम अहिले चाहिँ म घुम आइपुगेँ र मिरिक चाहिँ उताबाट रहेछ फ्रेन्ड हो यो चाहिँ दार्जिलिङ बजारपट्टि जाने बाटो र यो चाहिँ घुम स्टेसन भन्दो रहेछ रेलवे स्टेसन र यहाँ क्रस गर्दैछु फर्स्ट टाइम हो म पनि यता ट्रेन चाहिँ यहाँनिर आउँदैछ यहाँनिर हेर्नु दामी 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 गाइस यो एउटा त गुम्बा रहेछ गाइस यो चाहिँ आमा फ्रेन्ड अब हेर्नु नि हो गाइस हामी चाहिँ यहाँनिर स्ट्यान्ड आइपुग्यौँ मल्टी ट्रेभल कार पार्किङ दार्जिलिङ स्ट्यान्ड रहेछ गाइस यो चाहिँ यो चाहिँ के हो ट्रेनको वर्कसप यो चाहिँ गाइस यहाँनिर ट्रेनहरू चाहिँ यहाँनिर इन्जिन जति चाहिँ रिपेयर हुँदो रहेछ ग्यारेज यो चाहिँ ट्रेनको ग्यारेज यहाँ स्टेसन रहेछ गाइस हो एउटा अर्को फेरि यहाँ चाहिँ काउन्टर रहेछ फ्रेन्ड यसमा पनि कस्तो स्पिड कुद्छ हो
चाहिँ स्कुटी पार्क गर्नु पनि साह्रो पर्छ। जग्गै छैन नि त, कहाँ चाहिँ राख्नुपर्ने त हौ। जोक रमाइलो भइदिइरहेको छैन, जग्गै छैन। गाइस म चाहिँ अहिले दार्जिलिङबाट चाहिँ यो जोरथाङ बाटो फर्किँदैछु हो, र माथि चाहिँ स्कुटी राख्ने ठाउँै थिएन, अघि मैले तपाईँहरूलाई देखाइसकेँ गाइस। र अहिले चाहिँ यो जोरथाङ जाने रोड जाँदैछु। बाटो चाहिँ यो बाटो नै उपर ओह्रालो रहेछ फ्रेन्ड हो। यो चाहिँ जोरथाङ निस्किने बाटो हो। सबै यहाँनिर टुरिस्ट भेहिकलहरू SK 05 SK नम्बरहरू चाहिँ यो बाटो हिँड्दो रहेछ उकालो आउँदाखेरि चाहिँ। न्युट्रल जाँदैछु, ब्रेक हराउने सिन हुन्छ ड्रम तात्यो भने पनि। ब्रेक हराएको भोक लागेको सिन त हुँदैछ फ्रेन्ड, हुनु चाहिँ हो। एउटा मजाको ठाउँ होटल हेरेर चाहिँ खाजा खानुपर्छ होला। गाइज म चाहिँ अहिले जस्ट यहाँनिर जोरथाङ आइपुगेँ हो। के हो स्कुटी अफ हुनुपर्छ त हौ। र यो चाहिँ जोरथाङ पुल हो गाइज, जोरथाङ पुल क्रस गर्दैछु। जाँदा चाहिँ पेसोकको बाटो गएको थियो हो, आउँदा चाहिँ जोरथाङ ओह्रालो आइदिएँ। र यता पनि घाम त लागेको छैन रहेछ आज, अल सिक्किम चाहिँ क्लाउडी नै थियो गाइज। जोरथाङ पनि बुधबार हाट लाग्दो रहेछ गाइज। ए भाइले भर्खर गाडी कुदाउन सिके जस्तो छ, भाइ हो कि दाजु हो। फ्रेन्ड अहिले चाहिँ यहाँनिर जोरथाङ जुन चाहिँ यो RTO बनाएको छ गाइस, यो हाम्रो क्रस भइसकेको छ हो। अब भन्ने चाहिँ सिधै यो रोड चाहिँ मल्ली गाइस, डाइरेक्ट मल्ली निस्किने छ। हामी चाहिँ जाँदैछौँ भन्दै वे। र यो भ्लग पनि सकिन आँट्यो हो। ल गाइस अब भने चाहिँ खानापिनाहरू पनि भयो ओऱ्यो हो। र म चाहिँ किर्नेबाट चाहिँ लाग्दिएको। हुन्छ हुन्छ त, आउँदा निस्किन्छु नेक्स्ट टाइम। फ्रेन्ड अहिले चाहिँ हामी यहाँनिर किर्नेबाट जस्ट निस्किँदै गरेको सिन, खानापिनाहरू पनि भयो हो। अब भने चाहिँ डाइरेक्ट नन स्टप। यो मेरो क्यामेरा पनि ब्याट्री हल्का कम्ती छ, डाइरेक्ट गएर अब चाहिँ पाक्योङमा भेट्नुपर्छ होला गाइज। दाहरूले सोध्दै हुनुहुन्थ्यो नम्बर देखेर, भाइहरू चाहिँ अब कता भन्दै थियो, नाम्ची भनेर भन्दै। मेरो चाहिँ हुनु चाहिँ नाम्ची नम्बरै हो, तर म बस्छु चाहिँ पाक्योङमा बस्छु गाइज। हल्का मैले त्यहाँनिर ढिङढाङ दिइराखेँ। यहाँनिर चाहिँ रम्बू आइपुगिसक्यो फ्रेन्ड। म चाहिँ जस्ट फ्रेन्ड हामी रम्बू चेकपोस्ट पनि क्रस भयौँ।
इन्डिकेटर दिँदैन त। र गाइज अब भने चाहिँ म पार्किङबाटै जाँदैछु। रम्बू जस्ट क्रस भयौँ हामी रम्बू ट्राफिक। फ्रेन्ड अहिले चाहिँ फेरि पनि म यहाँनिर चाहिँ रिटर्न ब्याक टु दि होम रोडाथाङ आइपुगेँ गाइज। र यतातिर चाहिँ फेरि माथि दार्जिलिङको जस्तै पानी पर्दै रहेछ फ्रेन्ड, यता पनि हो। निकै भिजिसकेँ, यहाँनिर हेर्न सक्नुहुन्छ। निकै पानी छिटाउनु थाल्दै गयो हो। पानी पर्दैछ ल, म चाहिँ फोन लुकाउने सिन भइदियो बाटो खानु।